हेलो साथीहरू, नमस्ते। के छ तपाईहरूको हाल खबर र आशा गर्दछु तपाईहरू सबै सन्चै हुनुहुन्छ होला। र आजको मेरो विषयवस्तु रहेको छ वर्तमानको शक्ति। साथीहरू, जब हामी वर्तमान क्षणमा बाँच्छौं तब हामीलाई विभिन्न किसिमको फाइदा हुने गर्दछ। वर्तमान क्षण अर्थात् प्रेजेन्ट मोमेन्ट म जिउनुको अर्थ करेन्ट अवस्थामा तपाई जे गर्दै हुनुहुन्छ त्यही कुरामा मात्रै ध्यान दिनु नै वर्तमानमा जिउनु हो। साथीहरू, वर्तमान म अतीत कहिल्यै जीवित रहँदैन। जब हामी वर्तमान क्षणमा बाँच्न सिकिहाल्छौं तब हामी डरबाट मुक्त भइहाल्छौं। हामीलाई कुनै किसिमको डर हुँदैन, किनकि हामीलाई डर त्यति बेला लाग्छ जब हामी फ्युचरलाई सोच्ने गर्दछौं। र साथीहरू, जब हामी वर्तमानको क्षणमा बाँच्न सिकिहाल्छौं तब हामीलाई चैतन्य र शान्तिको अवस्था मिल्दछ। साथीहरू, अब कुरा आयो कि हामी वर्तमानको क्षणमा कसरी बाँच्ने त। यसलाई म बुँदागत रूपमा बुझाउन चाहन्छु। नम्बर 1 मा रहेको छ वर्तमान क्षणमा कसरी जिउने त। साथीहरू, हाम्रो मनमा विभिन्न किसिमका विचारहरू आउने विचारलाई साक्षी भावले हेर्ने, ती विचारलाई राम्रो नराम्रोको संज्ञा नदिने, जस्ट हेर्ने मात्रै। र दोस्रो उपाय रहेको छ वर्तमान क्षणलाई फोकस गर्ने। भनाइको अर्थ हो, यदि तपाई खाना खाँदै हुनुहुन्छ भने खाना खाने काममा मात्रै ध्यान दिनुहोस्। खाना खाँदै चपाउँदै गरेको महसुस गर्नुहोस्। र यस्तै नुहाउँदै हुनुहुन्छ भने नुहाउने काममा मात्रै ध्यान दिनुहोस्। र तेस्रो उपाय रहेको छ ध्यान गर्ने अर्थात् मेडिटेसन गर्ने। साथीहरू, जब हामी ध्यान गर्छौं, हामी आफ्नो आउनु जाने नेचुरल सासमा जब हामी ध्यान लगाउँछौं तब हामी अटोमेटिक रूपले प्रेजेन्ट मोमेन्टमा आइहाल्छौं। साथीहरू, आजको लागि यति नै। अर्को भिडियोमा भेटौँला।
धन्यवाद।